राखेर सुम्नीमा र पारो हाङलाई शिरमा राखेर। आज चाहिँ कहाँ जानु हिँडेको? कता हो सोल्टिनी चिटिक्क परेर। नमस्ते नमस्ते यता साकेल बाटो छेक्यो सायोग तँ के हुँदै त्यत्रो मेन उतैबाट बहिनी यस्तो भएर आइस सायोग हाई सायोग एकछिन लजाएको है अब 2 मिनट 5 मिनट हो 5 मिनट हो। ल हामी चाहिँ स्पटमा आइपुगेको छौँ टक्क लाएर यहीँ तलपट्टि छ स्पट। आजको स्पट यही हो। ल स्वागत छ तपाईँहरूलाई आज हाम्रो साकेला स्पटमा। सायोगलाई पनि स्वागत छ। सायोग हाई अब एकछिन है अब बोल्नु एकछिन लजाउँदैछ। नमस्ते 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 सबैलाई नमस्ते गरौँ भयो। बसिरहँदा यहाँ लामो समयदेखि हामी गरिरहेका छौँ र यो एउटा विशेष दिन आज हामी छौँ किराँत राई समुदायको गौरी साकेलाको धार्मिक स्थल हो र त्यो स्थलमा चाहिँ अब कार्यक्रमलाई विधिवत रूपमा अगाडि बढाउन चाहन्छु। नमस्ते भाइ बरी बहिनी नमस्ते। कति राख्नु के हो उस लाइभ चल्दैछ कि पोडकास्ट? रामहरि खपाङ्गी उहाँ उपस्थित त्यसै गरी बसनेको कपाल चाहिँ खतरा हो क्या। दिदीको प्रति यहाँ पो सही रहेछ त के भन्दैछ सायोग? जाऊ हाम फालिदिनु हुन्छ। मैले अघि यहाँनिर त्यो टेक्ने ठाउँ वाउ छिरियो भने चाहिँ निक्लिनु गाह्रो। कविताहरू त यसपालि कति ढिलो गऱ्यो। कहाँ जानु हामीलाई पनि तपाईहरुलाई सानो सूचना छ भने यो आजको कार्यक्रममा उपस्थिति भएर नास्ता ग्रहण गर्न चाहनु हुनेहरुको निम्ति यतापटि कुपनको व्यवस्था छ। कुपन तपाईँलाई पनि जोड्ने छौं। त्यसै क्रममा मान्छे नमस्ते फेरि नमस्ते यहाँ नमस्ते भाउजीलाई हेरे ल स्वागत छ। खै त मन चाहिँ च्यान पनि आउँछ भने कसको यो बढाउनु पर्छ भन्ने मेरो मत छ र हामीले यो उधोली मनाइरहँदाखेरि यसलाई
सौन्दर्यताको खाँचो परेको अथवा सौन्दर्यताको अभाव भएको मैले महसुस गर्छु। त्यो भएको हुनाले हामीले उभौलीलाई एउटा जापानलाई जोड्ने एउटा नमस्ते हजुर नमस्ते दाजु नमस्ते ल नयाँ बेहुला आइपुग्नु भएको छ यहाँ किन ढिलो दाइ हाट होइन यहाँ दाइलाई पैसा तल आउँछ सुत्दैछ आइ गर्दैन मामालाई हाई खै साउजी हजुर कति बिक्री भइरहेछ सुक्खा छ सुक्खा छ फ्रम टाइप लागिरहेछ यहाँ ठोकिरहेको मौसम भन्दा त्यहाँ हामीले सोरो खाजा चिके गर्ने भएको कारणले गर्दाखेरि सबैजनालाई धेरै धेरै धन्यवाद आइदिनु भयो। अनि हाम्रो यो आयोजक टिमको साथीहरू चाहिँ सबैजना यो गाडीको पछाडि आइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। हाम्रो आयोजक टिमको खानु मन छ भनेदेखि 500 को 5 वटा र बियर चाहिँ एकदमै धेरै सस्तो डिस्काउन्टमा छ। बियर हान्यो डिस्काउन्टमा तिमीले कति पैसा भाइ पुरा होला नि त नि के रे इस्युको हुन्छ भने डिस्काउन्टमा भने घर लाने हो अनि कि घर चाहिँ नजाने बग्नु म बियर कति रहेछ यो डिस्काउन्टमा प्रिन्स भाइ प्रिन्स दाइ सबैजना कृपया आइदिनु होला पर आयो अध्यक्षज्यू कृपया आइदिनु होला आओ आओ ल यो चाहिँ फोटोसुट कार्यक्रम हुँदैछ फोटोग्राफर साप हुनुहुन्छ उहाँ परतिर उता हौ
पिकनिक मात्र हो के जसको समय फोटो खिच्ने ल तपाईँलाई भयो मलाई भइसक्यो बधाई छ बधाई धेरै आयो त ताकेकै छैन बहिनी त नि जगाउ त सबैलाई खोइ उनीहरूले के हो यो भन्नु हामीले हो नि त तान्नेको हिँगे आराखा भन्छ हाम्रो हुन्छ एकछिन ल यति छ त्यो माते प्रकाश मेरो फोटो खिच्छ त लु त्यो त माते कुराहरू माथा नआयो बिरु यतै भाइ तिमी छोड्दियो तिमीलाई सुहाउँदैन के खाना यहाँ पनि स्पेसल आउँदैछ कुन ठाउँ घर तर नेपाल त मेरो घर चाहिँ शङ्करसभा माइत चाहिँ अब तर हजुर यस्तो गर्नु त्यो त फेरि पोखिन्छ दौरा बहिनी होइन भाइकोमा त वाम पुगे दाइ यो त डिलिट गर्ने यो त स्पेसल फर्किन्छ होइन बित्ता गयो ल यो चाहिँ राम्रो कल्चर भयो सधैँभरि सबै अरू पाहुनालाई गर्नुपर्छ दाजु के भयो
नियन्सी हो न्याउँछ होला मारु अब आफै अब आफै मेरो पाला ल क्याम्पे जोन बाँकी छ एकछिन जोन हजुर के को होइन आफै खान्छु म त फेरि इप्पाई चाहिन्छ नि कति ए सुनौँ त आधी लिटर 500 मिलिलिटर छ हौ ल बहिनी क्याम्पे आज खाँदा त चुलीले अरूलाई त थोरै दिएर आफू चाहिँ धेरै खानुलाई त भान्सीले त धेरै नै खाने हो थोरै खाने हो गोगाचीको चौधमा हो बसन दाइ ए भाउजू त्यस्तो नगर्नु न उसलाई बहिनी होइन हामी यतै हो दाइ ल भाइ हवस् दाइ आरिगातो गोजाइमासु ल ओके बाई बाई ल भाउजू बाई 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 सायो साइक के चाहियो रे साइक के चाहियो बाई बाई पापालाई भन्ने पापालाई ल भाइ सुन भाइ ल ल है त ल बसने सुन्नीमा र पारो हाङलाई शिरमा राखेर सुन्नीमा र पारो हाङलाई शिरमा